सबैजना खुसी हुँदै आजको विषय हामी सबैजना प्रार्थना गर्नेछौँ। महान प्रभु तपाईँ परमेश्वरलाई हाम्रा सारा प्राण, सारा शक्ति, सारा समझबाट तपाईँलाई हामी धन्यवाद दिन्छौँ, किनभने तपाईँ परमेश्वरले हामीलाई अति अक्षम रीतिले बनाउनु भएको प्राणी सो कि तपाईँ प्रभुको महिमा गरेर तपाईँले हामीलाई अलाप पनि गर्नुभएको छ। जति प्रियहरू आज तपाईँको नाउँमा यहाँ भेला भएको छ, तपाईँको नाम उचाल्नुलाई हरेक प्रियहरूलाई तपाईँले आशीर्वाद दिन सक्नुहोस्। कति बिमारी छन्, सङ्घाइदिनुहोस् प्रभु। कति आज मण्डलीमा आउने मन नलाग्नेहरू पनि छन्, उनीहरूलाई पनि मण्डलीमा आउने त्यो मन दिनुहोस्। दुष्ट शैतान धेरै बाटो छ, यसले हाम्रो आत्मा बढाउनको लागि विभिन्न प्रकारको चाहिँ बहानाहरू ल्याइदिन्छ। प्रभु तपाईँ परमेश्वरले आफ्नो छोराछोरीलाई जहाँ भए पनि तपाईँको सेवा गर्न ल्याइदिनुहोस्। प्रार्थना गर्छु प्रभुको बाटोमा आउँदै हुनुहुन्छ, सो कुसंसार ल्याइदिनुहोस्। धन्यवाद छ पिता, आजको साल हामी तपाईँको हातमा राख्छौँ। हामीले गाउने भजनहरू पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछ र तिमीहरू यरुशलेममा, सारा युदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ। आमेन। हामीलाई त्यत्तिकै उहाँले चुन्नु भएको होइन, हाम्रो पृथ्वीको पल्लो छेउसम्म साक्षी हुनको निम्ति उहाँले हामीलाई चुन्नु भएको। आमेन। आउनुहोस् हामी यसै गरी अरू भजन पनि हामी गाउँदै जानेछौँ। प्रभु येशू ख्रीष्ट शीतल रगत मुटुमा सुन्नु भन्दै हामी 119 नम्बरको भजन गाउँदैछौँ। हामी सबैजनाले ताली बजाउनेछौँ है।
नयाँको भारी बिसाएर सुनिन्थ्यो त्यो आवाजलाई बोलाउँदैछन् येशू तिमीलाई अनन्त जीवन दिनलाई नयाँको भारी बिसाएर सुनिन्थ्यो त्यो आवाजलाई बोलाउँदैछन्
भने साथीहरूलाई जोगाइराख्नु पर्ने कुराहरू बिसाएर सुनिदेऊ त्यो आवाज निश्चय गरेर उनीहरू गाउनेछौँ। आकाशैमा बादलको माथि माथि 204 यति धेरै कुरा थिएन। जुन इजरायलले ठुलो कुरो चाहिँ के थियो, यहुदी चाहिँ त्यति बेला को थियो, पवित्र जाति परमेश्वरले डाइरेक्ट चिन्नु भएको जातिहरू के भन्दै गर्दा कतिचोटि तपाईँको मेरो हामी दयाको भारी बिसाएर सुनिदेऊ त्यो आवाजलाई बोलाउँदैछन् येशू तिमीलाई अनन्त जीवन दिनलाई हृदयको भारी बिसाएर सुनिदेऊ त्यो आवाजलाई बोलाउँदैछन् यो केको हामी के लाउँछौँ परमेश्वरले यहुदीको को थियो जाति परमेश्वरले डाइरेक्ट चिन्नु भएको जातिहरू के भन्दै आज पवित्र आत्माले तपाईँ र मलाई आत्मामा अगुवाई गर्दै यसलाई सदा सेवाहरू यो हो आउँछ अनि बिति जान्छ तपाईँले यसलाई यो तरिकाले सोच्दै नसोच्नुहोस् तर यो मेरो लागि परमप्रभुको लागि महिमा दिने समय हो तपाईँ सोच्नुहोस्। परमप्रभुको नजिक जाँदै गर्दा त्यो डरमा त्यो भयमा आफ्नो शरीरलाई बिग्राउँदै तपाईँलाई भन्न पर्ने हजारौँ शब्दहरू तपाईँले पोख्नुहोस्। चुप लगाएर बसेछ शब्द भन्न चाहनुहोस्। आउनुहोस् हामी परमप्रभु हाम्रो परमेश्वरलाई आराधना गर्न चाहन्छु। समय महान ईश्वरलाई
Kasih
पर्सितिर लागेर चिन्नु भएन जातिहरू भन्दै गर्दा कतिचोटि तपाईँलाई मेरो चित्त हामी बिसाएर सुनिदेऊ ईश्वरलाई बोलाउँदैछन् येशू तिमीलाई अनन्त जीवन दिनलाई हृदयको थरी बिसाएर सुनिदेऊ त्यो आवाजलाई बोलाउँदैछन् आकाशैमा बादलको माथि माथि 240 यति धेरै किताब थिएन त्यो किताबले ठुलो कुरो चाहिँ के थियो उसले यहुदी चाहिँ त्यति बेला को थियो पवित्र जाति परमेश्वरले डाइरेक्ट चिन्नु भएको जातिहरू भन्दै गर्दा कतिचोटि तपाईँ र मेरो चित्त हामी हृदयको भारी बिसाएर सुनिदेऊ त्यो आवाजलाई बोलाउँदैछन् येशू तिमीलाई अनन्त जीवन दिनलाई हृदयको भारी बिसाएर सुनिदेऊ त्यो आवाजलाई बोलाउँदैछन् त्यो वचन चाहिँ शीर्षक चाहिँ धिक्कार भनेर राखेको छ क्या धिक्कार भनेर राखिएको छ अनि परमप्रभुले अथवा मानिसहरूले पनि यो वचन हामीले बाइबलमा हामीले हेऱ्यौँ भने चाहिँ धेरै पटक यो शब्दहरू चाहिँ रिपिट गरेर हामी पाउँछौँ धिक्कारको शाब्दिक अर्थ चाहिँ कस्तो बेलामा लाग्छ भन्दाखेरि चाहिँ यो चाहिँ ग्रिक भाषाबाट अनुवाद गर्दाखेरि चाहिँ यसको नेपाली भाषा चाहिँ हायर भन्ने हुँदो रहेछ हाई होइन हाई भन्ने चाहिँ हुँदो रहेछ अनि 240 यति धेरै यो धिक्कार किताबले ठुलो कुरो चाहिँ के थियो यहुदी जब त्यति बेला को थियो यसले चाहिँ धिक्कार भन्नु हुँदाखेरि चाहिँ भन्दै गर्दा कतिचोटि तपाईँ र मेरो चित्त लुका 6को 24मा उहाँले मानिसहरूको न्याय गर्नुभन्दा बढी उनीहरू आर्थिक रूपमा अन्धा भएकाले उनीहरूको शोचनीय अवस्थाको लागि शोक प्रकट गर्दै हुनुहुन्थ्यो मत्ती 11मा हामीले हेऱ्यौँ भनेदेखि चाहिँ 21 र 22लाई हामीले हेऱ्यौँ भने उहाँको घोषणाको साथै आउँदै गरेको विनाशको भविष्यवाणी पनि थियो अनि प्रकाश 8को 13मा हामीले हेऱ्यौँ भने चाहिँ धिक्कारहरू चाहिँ खास विभिन्न विपत्तिहरू हुन् है त्यो चाहिँ विभिन्न विपत्तिहरूको समयमा चाहिँ गरिएको कुराहरू हो भन्ने कुराहरू देख्न सक्छौँ र त्यस कारणले गर्दाखेरि अहिले हामीले अहिलेको परिप्रेक्ष्यमा हामीले हेऱ्यौँ भने पनि संसारभरि चाहिँ परमेश्वरले यदि उहाँको वचन अनुसार चाहिँ फेरि धिक्कार भन्दै हुनेछ होला जस्तो लाग्छ होइन किनभने अहिलेसम्म यो परिस्थिति चाहिँ फेरि पनि परमेश्वरको मानिरहेको छ अनि एउटा देश र अर्को देशको विरुद्धमा युद्ध अनि एकअर्कालाई नगर्ने अनि सबै कुराहरूमा चाहिँ तपाईँभन्दा पनि म पाएँ भन्नेतिर चाहिँ अहिले संसार त्यतातिर गइरहेको छ अनि मानिसहरूले अरूलाई भन्दा बेसी प्रेम आफैलाई गरेको अवस्था हो र यो चाहिँ संसार माध्यमहरूले पनि एउटा प्रविधिहरूको कारणले गर्दाखेरि पनि विश्वको कारणले गर्दाखेरि संसार चाहिँ यस्तो परिस्थितिहरूबाट भएर गुज्रिरहेको छ त्यस कारणले गर्दाखेरि यो वचन चाहिँ लगभग साङ्घातिक हुन्छ कि भन्ने जस्तो यहाँहरूको बिचमा भएकोले गर्दाखेरि चाहिँ यहाँको बिचमा हामीले ल्याएका छौँ है हामीले धिक्कार शब्दलाई चाहिँ नेपाली भाषाहरूमा हामीले प्रयोग गर्ने कुराहरूमा चाहिँ हेऱ्यौँ भने कठै अथवा विचार भनेको शब्दहरूबाट चाहिँ हामीले ल्याउँछौँ
भनौँ न दुईसौ चाबी त्यति धेरै कुरा थिएन सङ्कष्टको बेलामा धेरै सङ्कष्टहरू भइरहेको छ त्यसको चाहिँ कोही पनि उसलाई सहायता गर्ने मानिस छैन एक्लै त्यो कुराहरूलाई भोगिरहेको छ भोगिरहेको छ त्यो चाहिँ एकदमै गाह्रो मा पनि यो कुराहरूलाई त्यो धिकार भन्ने शब्दलाई चाहिँ हामीले त्यसरी बुझ्यौँ भने चाहिँ राम्रो हुन्छ है। धिकार भन्ने शब्द चाहिँ हामीले परमेश्वरले अथवा अगमवक्ताहरूले उहाँहरूले कस्तो ठाउँमा प्रयोग गर्दै हुनुहुन्छ भन्ने कुराहरूलाई हामी अहिले हेर्न गइरहेका छौँ। विशेष गरी यसायाको पुस्तक 6:5लाई हामीले हेऱ्यौँ भने चाहिँ त्यहाँनिर देखिन्छ कि यसैया अगमवक्ताले मानिसको तर्फबाट चाहिँ उहाँले भन्नुभएको कुरा बोल्नुभएको कुराहरू चाहिँ त्यहाँ छ है। अनि कुन अवस्थामा चाहिँ यसैयाले पनि त्यहाँ बोलिरहेका छन् भन्ने कुराहरू चाहिँ हामी वचनद्वारा चाहिँ हामी हेर्छौँ। नीलो नीलो आकाशैमा बादलको माथि माथि यसैया 6:5 चाबी त्यति धेरै कुरा थिएन जुन इजरायलले ठुलो कुरो चाहिँ के थियो यहुदी चाहिँ त्यति बेला को थियो पवित्र जाति परमेश्वरलाई चिन्नु भएको जातिहरू भन्दै गर्दा कतिचोटि तपाईँको मेरो चित्त हामी त्यहाँको भारी बिसाएर सुनिदेऊ त्यो आवाजलाई बोलाउँदैछन् येशू तिमीलाई अनन्त जीवन दिनलाई हृदयको भारी बिसाएर सुनिदेऊ परमप्रभुलाई सामान्यमा परमप्रभुसँग जम्का भेट हुनु भनेको चाहिँ धेरै ठुलो विपत्ति हो है। किनभने परमप्रभुलाई देखेर चाहिँ मानिस चाहिँ बिग्राउन सक्दैन भनेर त्यो अनुसार अब यहुदी परम्परा अनुसार हामीले हेऱ्यौँ भने इस्रायलीहरूलाई हामीले हेऱ्यौँ भनेदेखि चाहिँ त्यहाँ चाहिँ कस्तो अवस्थामा थियो भन्दा परमप्रभुलाई उनीहरूले चाहिँ धेरै आदर गर्ने कुराहरू चाहिँ बादलको माथि माथि दुईसौ चाबी त्यति धेरै कुरा थिएन जुन इजरायलले ठुलो कुरो चाहिँ के थियो यहुदी चाहिँ त्यति बेला को थियो पवित्र जाति परमेश्वरलाई चिन्नु भएको जातिहरू थिए भन्दै गर्दा कतिचोटि तपाईँको मेरो चित्त हामी त्यहाँको भारी बिसाएर सुनिदेऊ त्यो आवाजलाई बोलाउँदैछन् येशू तिमीलाई अनन्त जीवन दिनलाई हृदयको भारी बिसाएर सुनिदेऊ त्यो आवाजलाई बोलाउँदैछन् खराबहरू खडा थिए प्रत्येकका 6-6वटा पखेटा थिए 2वटा पखेटाले तिनीहरूले आफ्नो हुन ढाकेका थिए। एकदमै सचेत गर्नुपर्ने यिनीहरूले पनि प्रभुको बारेमा ल्याउँछ प्रभु के हो भन्ने कुरा हामीले यसुले पिडिनुभयो त्यो पिडी कहिल्यै नै नीलो नीलो आकाशैमा बादलको माथि माथि दुईसौ चाबी त्यति धेरै कुरा थिएन जुन इजरायलले ठुलो कुरो चाहिँ के थियो यहुदी चाहिँ त्यति बेला को थियो पवित्र जाति परमेश्वरलाई चिन्नु भएको जातिहरू थिए भन्दै गर्दा कतिचोटि तपाईँको मेरो चित्त हामी त्यहाँको भारी बिसाएर सुनिदेऊ त्यो आवाजलाई बोलाउँदैछन् येशू तिमीलाई अनन्त जीवन दिनलाई हृदयको भारी बिसाएर सुनिदेऊ त्यो आवाजलाई बोलाउँदैछन् 400 वर्षसम्म मिस्रीहरूको दासहरू बसेको दास एकदमै कठोर परमेश्वरले
बादलको माथि माथि त्यो विधि मान्नै पर्थ्यो 240 त्यति धेरै कुरा थिएन जुन इजरायलले ठुलो कुरो चाहिँ के थियो उसले यहुदी चाहिँ त्यति बेला को थियो पवित्र जाति परमेश्वरलाई चुन्नु भएको जातिहरू भन्दै गर्दा कतिचोटि तपाईँलाई मेरो चिन्ता आमेन त्यहाँको भारी बिसाएर सुनिदेऊ त्यो आवाजलाई बोलाउँदैछन् येशू तिमीलाई अनन्त जीवन दिनलाई हृदयको भारी बिसाएर सुनिदेऊ त्यो आवाजलाई बोलाउँदैछन् आमेन तपाईँमा मेरो निम्ति कस्तो होइन यस्तो होइन एउटैमा यतिखेर इजरायलीहरू पनि एउटै मात्रै पाखेर आउँथे यो पनि कसरी खानु पर्ने उनीहरूले चाहिँ यो रोटी चाहिँ कसरी खानु पर्ने अमिने रोटी अमिर नालेर भन्दा साह्रो हो यस्तो खोला हुँदैन अमिर देवन अनि अमिर नालेर रोटी खानै पर्छ हामी इसाईहरू भमण्डी हुँदैन निलो निलो आकाशैमा बादलको माथि माथि त्यति धेरै कुरा थिएन जुन इजरायलले ठुलो कुरो चाहिँ के थियो उसले यहुदी चाहिँ त्यति बेला को थियो पवित्र जाति परमेश्वरलाई चुन्नु भएको जातिहरू भन्दै गर्दा कतिचोटि तपाईँलाई मेरो चित्त आमेन हृदयको भारी बिसाएर सुनिदेऊ त्यो आवाजलाई बोलाउँदैछन् येशू तिमीलाई अनन्त जीवन दिनलाई हृदयको भारी बिसाएर सुनिदेऊ त्यो आवाजलाई बोलाउँदैछन् जसरी इजरायलीहरूले ढोकामा त्यो टास्नुको त्यसो भयो त्यसरी आज येशूको रगत तपाईँ र मेरो हृदयमा टास्नु परेको छ आमेन तपाईँ र मेरो हृदय शुद्धिकरण भएको छैन भने हामीले प्रभु आज खाएको कुनै अर्थ हुँदैन तपाईँ र मेरो हृदय शुद्धिकरण हुनु पऱ्यो नि येशूको रगत यहाँ आउनु पऱ्यो धोइनु पऱ्यो खाइनु पऱ्यो चोखिनु पऱ्यो हो त्यो हो प्रभुको अर्थ चाहिँ प्रभुको अर्थमा उनीहरू जति खान्छ रोटी खान्छ र कचरो लिन्छ त्यो मान्छे प्रभुको रगत र उहाँको शरीरको कोसी खरिन्छ याद गर्नु त्यस कारणले आज हामी ब्याप्टिस्ट भएका बादलको जतिजनाले बत्तिसमा पाएको छ हामीले प्रभुले दिनुभएको विधि हो यो विधि चाहिँ निस्तार चाँडै इजरायलीहरूलाई दासोबाट छुटकारा गरेको आज हामीले त्यो दिनलाई स्मरण र त्यो दिन अर्को घटना घटिँदा थाहा तपाईँलाई के घटना घटेको दिनमा त्यो दिनमा मिस्रीको बिरुवा के घटना घटेको थियो इजरायललाई छोड्ने बेलामा कतिजनाले बाइबल पढ्नु भएको छ प्रस्तावमा कसले पढ्नु भएको छ के घटना घट्यो लाग्दो घटना घट्यो नि हो त्यो अन्तिम दिन त्यो निस्तारको चाड र परम प्रभु परमेश्वरले प्रहार गरेको मिस्रीको सबै पशुबाट लिएर माथि राजाबाट लिएर तल घरसम्म पहिलो जन्मिएको ज्येष्ठहरूलाई भएर जसको घरमा त्यो रगतको छाप भेट्यो त्यो घरमै बस्यो यसले के देखाउँछ जसले प्रभुको रगतलाई बेवास्ता गर्छ त्यसको दशा पनि परमेश्वर के खेलाउना हो जे मन लाग्यो त्यही गर्ने हामी जे मन लाग्यो त्यही गर्ने जे मन लाग्यो त्यही खाने जहाँ जहाँ मन लाग्यो त्यही जाने यो हो परमेश्वर सत्य हुनुहुन्छ असल हुनुहुन्छ भन्ने कुरा हामी कहिले पनि हेर्नुहोस् त मिस्रीहरूको सम्पूर्ण पल्लातिर मिस्री लजाउ जहाँ मात्रै भन्यो उनीहरूले के गरे थाहा छ तपाईँलाई आफूसित भएको सुन गरगहनाहरू भयावरको सम्पत्ति सबै दिएर पठायो उनीहरूले बाटो पर्छ परमेश्वरले त्यस्तो गरे याद गर्नुहोस् तपाईँको प्रार्थना अति शक्तिशाली
मदन पापीको अधर्मा जय मसीह जय मसीह जय मसीह सानो हेलो जय मसीह जय मसीह जय मसीह जाको जय मसीह नीलो नीलो आकाशमा बादलको माथि माथि 240 यति धेरै किताब थिएन जुन इजरायलले फलो के थियो जय मसीह बिसाएर सुनिदेऊ त्यो आवाजलाई बोलाउँदैछन् येशू तिमीलाई अनन्त जीवन दिनलाई हृदयको भारी बिसाएर सुनिदेऊ त्यो आवाजलाई बोलाउँदैछन् जय मसीह तिमीलाई अनन्त जीवन दिनलाई हृदयको भारी बिसाएर सुनिदेऊ जय मसीह
बादलको माथि माथि सँगसँगै 200 चाँदी त्यति धेरै कुरा थिएन जुन इजरायलले ठुलो कुरो चाहिँ के थियो उसले यहुदी चाहिँ त्यति बेला को थियो पवित्र जाति परमेश्वरले डाइरेक्ट चुन्नु भएको जातिहरू थिए भन्दै गर्दा कतिचोटि तपाईँ र मेरो चित्त कहाँ दुखेको हामी हृदयको भारी बिसाएर सुनिदेऊ त्यो आवाजलाई बोलाउँदैछन् येशू तिमीलाई अनन्त जीवन दिनलाई हृदयको भारी बिसाएर सुनिदेऊ त्यो आवाजलाई बोलाउँदैछन् आकाशैमा बादलको माथि माथि सँगसँगै 200 चाँदी त्यति धेरै कुरा थिएन जुन इजरायलले ठुलो कुरो चाहिँ के थियो उसले यहुदी चाहिँ त्यति बेला को थियो पवित्र जाति परमेश्वरले डाइरेक्ट चुन्नु भएको जातिहरू थिए भन्दै गर्दा कतिचोटि तपाईँ र मेरो चित्त कहाँ दुखेको हामी हृदयको भारी बिसाएर सुनिदेऊ त्यो आवाजलाई बोलाउँदैछन् येशू तिमीलाई अनन्त जीवन दिनलाई हृदयको भारी बिसाएर सुनिदेऊ त्यो आवाजलाई बोलाउँदैछन् आकाशैमा बादलको माथि माथि सँगसँगै 200 चाँदी त्यति धेरै कुरा थिएन जुन इजरायलले ठुलो कुरो चाहिँ के थियो उसले यहुदी चाहिँ त्यति बेला को थियो पवित्र जाति परमेश्वरले डाइरेक्ट चुन्नु भएको जातिहरू थिए भन्दै गर्दा कतिचोटि तपाईँ र मेरो चित्त कहाँ दुखेको हामी हृदयको भारी बिसाएर सुनिदेऊ त्यो आवाजलाई बोलाउँदैछन् येशू तिमीलाई अनन्त जीवन दिनलाई हृदयको भारी बिसाएर सुनिदेऊ त्यो आवाज